तपाईँलाई भनेपछि तपाईँले मैले फोन गरेँ भने मेरो यस्तो यस्तो भयो, तपाईँ आउनु भयो भने त्यतिखेर ठिक छ, इट्स ओके। मैले उसलाई चन्दनलाई भने चन्दन लाइभमै नभए मान्छे आयो लाइभमा आएर खोलेर मलाई भगाइदियो है। त्यसपछि आएँ बेलुका सबै भ्युवर्सले तपाईँकोमा गएर जोइन अमित भनेर लेखेन पढेँ। तपाईँले पढ्नुभयो, तपाईँ केटीकोमा फेरि जोइन भएर गेम खेल्नुभयो, इग्नोर गर्नुभयो मलाई, हो कि होइन? त्यो गर्दाखेरि तपाईँ त्यो ठिक हो कि बेठिक हो? ल मेरो ठाउँमा तपाईँ बसेर हेर्नुहोस्, त्यही त इग्नोर गरे जस्तो भयो क्या तपाईँलाई पनि अब त्यो। ल भन्नु त, किनकि इग्नोर गरे जस्तो होइन। जब मान्छेलाई परेको अप्ठ्यारो परेको बेलामा तपाईँले हेल्प गर्न सक्नुहुन्न भने तपाईँलाई हामीले किन हेल्प गर्ने? ल भन्नुहोस्, पैसै ठुलो कुरा होइन, गिफ्टै ठुलो कुरा होइन, मानवताको नातिले सहयोग गर्नु, सहायता गर्नु त्यो ठुलो कुरा हो क्या। मैले तपाईँसँग केही एक्सपेक्ट गरेको अहिलेसम्म एउटा केही एक्सपेक्ट गरेको छैन छ र? ल भन्नुहोस्, आजसम्म मैले केही भनेको छैन, तर तपाईँले मलाई हिजो त्यस्तो गर्नुभयो क्या। होइन त ल भन्नु त, होइन ल भन्नु न। किनभने कस्तो हुन्छ भने मेरो दुईवटा तिनवटा आइडी गइसक्यो, जहाँ गएपछि एउटा प्रब्लममा एउटा उमा ल है भयो बिचरा यस्तो भएको छ, मलाई यस्तो गरेछ भन्ने त एउटा हुन्छ नि, होइन? हो कि होइन? जस्तो मेरोमा आएर कसैले मलाई गिफ्टै नहानुहोस् तर मेरो केही नगरोस्, मलाई दाइ यो मेरो 1000 फलोवर्स बढाइदिनु भने म पिन गरेर बढाइदिन्छु, त्यस्तो गर्छु। किनभने त्यो अरू कतिचोटि तपाईँले भन्नु होला अब बिग म्याचमा के अरे भ्युवर्स चाहियो भन्छन् होइन, मलाई आएर भन्छन्, मैले उनीहरूबाट पाउने केही पनि होइन, उल्टो मैले गएर गिफ्ट हान्छु मलाई, तर भ्युवर्स दिन्छु। किनभने सहायता गरे हो क्या, त्यो एउटा हेल्प गरे हो, हामीले सक्ने त्यति त हो। उनीहरू खुसीले पछि आएर हामीलाई दिन्छ दिँदैन त्यो उनीहरूको इच्छाको कुरा हो, होइन? तर हिजो तपाईँले त्यस्तो गर्नुभयो, तर मलाई एकदमै चित्त दुख्यो, एकदमै नरमाइलो लाग्यो, साँच्ची भयो, अनेस्टली भन्नुपर्दा। त्यसको लागि एकदम सरी, अब के होइन ल भन्नु त। हो नि त्यही त, त्यही भएर ठिकै छ, केही छैन, इट्स ओके, केही छैन। नरमाइलो लाग्छ मन नदुखाउनु अमितजी, एकदमै नमजा लाग्दो रहेछ कि गिल्टी फिल गरिराख्नु भएको छ बाजेले पनि, अनुहार न्याउरो भएको छ आज। मान्छे आज एकदमै गिल्टी फिल भएर अब फेरि छेउमाकै यार के गर्ने यार ऊ पनि आइहाल्यो। किनभने तपाईँले त एउटा कुरा नि, तपाईँ र मेरो त कनेक्सन, तपाईँ र मैले फोनमा नि कुरा गर्छौँ होइन, तपाईँले त सोध्ने, तपाईँको त अझ तपाईँले त सोध्नु पनि पर्ने हो, तपाईँ के भयो यताउति आइडी भयो भएन भने तपाईँले सोध्नु पनि पर्ने हो, तपाईँ लाइभ आउनुभन्दा अगाडि सोध्नु पर्ने हो क्या, हो कि ल भन्नुहोस्। तर गर्नु भएन तपाईँ, अझ उल्टो भ्युवर्सहरूले गएर लेख्दाखेरि पनि तपाईँले नो भन्। अब पढ्नु भयो फेसबुकमा त सुने जस्तो लाग्थ्यो एकचोटि त तपाईँले अब राम्रो रेस्पोन्स आएको छ भन्नुभएको थियो के? अनि पहिला चाहिँ त्यो हिजो होइन नि त, हिजोको कुरा होइन, हिजो मेरो फेरि अर्को आइडी पनि गयो नि त। त्यही त तपाईँबाट कस्तो रेस्पोन्स आयो नि अहिले? त्यो त गरेछ उनीहरूले पठाइ छ। अब त्यो यस्तो भयो, खास गरी मेरो युजर नेम जुतेर चाहिँ अर्को आइडी पनि गयो क्या, एउटै युजर नेम दुईवटा भयो नि त। त्यसले गर्दाखेरि त्यो पछाडिको एउटा अल्फाबेट मात्रै चेन्ज गरेको थियो, त्यही भएर फरक राख्नुपर्ने रहेछ क्या प्रायः जसो चाहिँ, त्यो भएर त्यसरी गयो भएको त्यही हो। तर ठिकै छ, यसो के इन्जोय गर्नुहोस्, रमाइलो गर्नुहोस्, त्यही हो के भन्ने हामीले, होइन? अमितजी नरिसाइदिनुहोस्, अब भइहाल्छ त्यस्तो है, दिमाग अब त्यो गेम खेल्दा खेल्दै कहिलेकाहीँ हुन्छ त्यस्तो, माइन्ड नगर्नु। तर तपाईँलाई चित्त चाहिँ दुखाएको छ, केही छैन, बाजे पनि स्याक भइरहेको होला, मैले किन गरिनँ यस्तो भयो होला क्या पछि चाहिँ। त्यही त अलि गिल्टी फिल त भयो, मलाई पनि नराम्रो फिल भयो कहिले काहीँ यस्तो हुन्छ अब। तर बाजे म तपाईँलाई एउटा कुरा भन्छु, जिन्दगीमा नि तपाईँलाई अमितजीले जति कसैले पनि गरेको छैन, अरूलाई भन्दा फर्स्टमा अमितजीलाई राख्नु। हजारौँ मान्छेलाई थाहा भएको कुरा हो नि त। त्यही भएर चाहिँ भ्युअर्सको पनि चित्त दुखाएको छ, अमितजीको पनि चित्त दुखाएको छ क्या। होइन यो मलाई यहाँ भन्न मन पनि थिएन, खास गरी सोधे साथीहरूले सोधे गरे भएर नि मैले भनिदिएँ क्या, केही छैन, इट्स ओके। अब सोसियल मिडियामै सबै कुरा भइरहेछ भने के छ र।